हेलो एभ्रिबडी दिस इज आवर प्रोजेक्ट भाइक्रोसफ्ट सुरुमा चाहिँ हाम्रो साइन इन पेज खुल्ने गर्छ इफ लगइन गरेका छैनौँ भने जस्ट साइन अपमा क्लिक गर्ने अनि अकाउन्ट क्रिएट गर्ने इफ अलरेडी लगइन छ भने साइन अपमा क्लिक गरेर आफ्नो इमेल अनि पासवर्ड क्लिक गर्ने अनि साइन इनमा क्लिक और जस्ट इन्टर गर्न अनि होम पेजमा डाइरेक्टली खुल्न सक्छ। यो भाइक्रोसफ्ट मेनली एग्रिकल्चरल रिलेटेड एग्रिकल्चर ब्याकग्राउन्डको लागि प्लेटफर्म रहेको छ जसमा उनीहरूले नलेज सेयरिङ आफूले सिकेको गरेको फार्महरू केही प्रोडक्टहरू फोटो पोस्ट गर्ने सेयर गर्ने जसो हुन्छ नि लिङ्कडिन हुन्छ जब फाइन्डरको लागि गिटहब हुन्छ हामी जस्तो कम्प्युटर इन्जिनियरको लागि त्यसरी एग्रिकल्चर प्लेटफर्मको लागि कुनै डेडिकेटेड प्लेटफर्म नभएर यो भाइक्रोसफ्ट ल्याएका हुन् जसमा तिनीहरूले लाइक गर्न सक्छन् पोस्टहरू सो कमेन्टमा क्लिक गरेर कमेन्टहरू भ्यू गर्न सक्छन् अनि आफूले अरूको पोस्टमा कमेन्ट गर्न सक्छन् कमेन्ट लेखेर जस्ट कमेन्टमा क्लिक गरेर उनीहरूको कमेन्ट नै पोस्ट हुने गर्दछ। अनि सिमिलरली अब हाम्रो अर्को पेज रहेको छ आर्टिकल पेज। यसमा चाहिँ कसैलाई आफूले सिकेको विस्तृत रूपमा डिस्क्राइब गरेर लेख्नु छ आर्टिकल सेयर गर्न सकिन्छ जसमा हेडिङ अनि अथरको नेम हुने गर्दछ अनि टेक्स्ट जस्ट रिड आर्टिकलमा क्लिक गर्ने बित्तिकै हामी आर्टिकल पढ्न सक्छौँ कुन अथरले लेखेको पब्लिस डेट यो आर्टिकल चाहिँ 2024मा पब्लिस रहेछ त्यसरी नै यो आर्टिकल पढेर नलेज सेयरिङ गर्न सकिन्छ। कन्ट्रीको एक ठाउँमा बसेर डिफ्रेन्ट प्लेसका मान्छेहरूले सेयर गरेको आर्टिकल पढ्ने र आफूले आर्टिकल पोस्ट गर्न सक्ने सिस्टम यसमा रहेको छ। सो अब आर्टिकल्सहरू र पोस्टहरू कसरी अपलोड भन्ने बारे सिकौँ। केही पोस्ट गर्नको लागि क्रिएटमा क्लिक गरेर पोस्टमा क्लिक गर्ने बित्तिकै हामीले एउटा फर्म आउँछ र त्यसमा क्याप्सन लेख्ने अनि कुनै इमेज सिलेक्ट गर्ने अनि क्रिएट पोस्ट गरेर कुनै पनि फोटो सिलेक्ट गरेर क्रिएट पोस्ट गर्ने बित्तिकै चाहिँ हाम्रो पोस्ट होम पेजमा देखिन्छ। हजुर चाहिँ यहाँ पेजमा देख्न सक्नुहुन्छ भर्खर गरेको पोस्ट आइसकेको छ। अब यसमा हामी लाइक गर्न सक्छौँ कमेन्ट गर्न सक्छौँ सो हामीले गरेको कमेन्ट अरू मान्छेहरूले भ्यू पनि गर्न सक्दछन्। सो त्यसै गरी आर्टिकल सेयर गर्नको लागि फेरि क्रिएटमा क्लिक गरेर आर्टिकलमा क्लिक गर्ने बित्तिकै आएको फर्ममा टाइटल फिल गर्ने अथरको नेम आफ्नो नेम फिल गर्ने या कुन अथरले लेखेको अथरको नेम फिल गरेर कन्टेन्टमा हामी जे कन्टेन्ट सेयर गर्न चाहन्छौँ एज अ आर्टिकल त्यो हामीले सेयर गरेर क्रिएट गर्ने बित्तिकै हाम्रो आर्टिकल सेयर हुन्छ। भर्खर हामीले क्रिएट गरेको डिजिज पट्टे अर्को मोस्ट इम्पोर्टेन्ट फिचर रहेको छ डिजिट डिटेक्ट गर्ने। डिजिट डिटेक्ट गर्नको लागि जस्ट ब्राउज इमेजमा क्लिक गरेर हामी कुनै पनि डिजिजको लिफ सिलेक्ट गर्न सक्छौँ अनि लिफ सिलेक्ट गरेर सिलेक्ट गर्ने बित्तिकै चाहिँ प्रिडिक्टमा क्लिक गर्ने बित्तिकै प्रिडिक्टिङ गरेर यसले त्यो पाथमा कुन रोग लागेको छ त भन्ने कुरा बताउँछ। कुनै पनि उपचार गर्नु अघि डायग्नोसिस गर्न धेरै इम्पोर्टेन्ट हुन्छ। सो यसबाट हामी थाहा पाउन सक्छौँ कि हाम्रो उसमा रोग कुन लागेको छ त भनेर। सिमिलरली केही फिचरहरू रहेको छन् जस्ट अपलोड गर्ने बित्तिकै डिजिट डिटेक्ट हुन्छ अनि केही ह्याप्पी युजरहरूले सेयर गरेका टेस्टिमोनियल्सहरू उर्वर बारी किसानको गहना स्वस्थ खेती हाम्रो चाहना भन्ने हाम्रो स्लोगन रहेको छ। सिमिलरली अर्को किसानहरूलाई असिस्ट गर्नका लागि सिम्पल च्याटबोट बनाएका छौँ प्रम्प्ट इन्जिनियरिङ युज गरेर जसमा फार्मर्सहरू या कुनै पनि युजरहरू जस्ट आफ्नो एग्रिकल्चर रिलेटेड केही क्वेरिजहरू सोध्न सक्छन् र यसले उनीहरूलाई गाइड गर्दछ डिसिजन बनाउनको लागि रियल टाइममा एसिस्टेन्ट गर्दछ थ्रु एआई। सो अर्को फिचर रहेको छ हाम्रो प्लेटफर्मको अबाउट सेक्सन। अबाउट सेक्सनमा हाम्रो प्लेटफर्मले के गर्दछ अनि हाम्रो भ्याल्युजहरू के छन्। अहिले स्टार्टमा डिफिकल्टी भए पनि फार्मरहरूलाई यसमा ल्याउनु
यसले सस्टेनेबिलिटीमा धेरै इम्पोर्टेन्ट हुन्छ, इम्पावरमेन्ट ल्याउँछ पछि पछि भनेर, अनि कोलाबोरेसन, इनोभेसन, यी हाम्रा भ्याल्युजहरू रहेका छन्। अब हाम्रो डेभलपर टिम छन्, फ्रन्ट इन्ड डेभलपर, फुल स्ट्याक डेभलपर, प्रोजेक्ट म्यानेजर, यिनीहरू हाम्रो प्रोजेक्टको टिम रहेको छ। र फर्दर हामीले फ्युचरमा के गर्ने सोचेका छौँ, इनोभेसन, युजरको फिडब्याक लिएर केही त्यसमा एक्सपान्ड गर्ने, अनि एआईलाई अझ राम्रो फर्दर बेटर बनाउने, अनि हाम्रा केही टर्म्स अफ सर्भिस रहेका छन्, जेनरल टर्म्सहरू कन्डिसन रहेका छन् केही, अनि प्राइभेसी पोलिसी, जस्ट फर द युजरहरूको सजिलोको लागि रहेका छन्। अनि रहेको छ हाम्रो कन्ट्याक्ट पेज, जसमा नेम, इमेल र राइट मेसेज गरेर सेन्ड गर्ने बित्तिकै हाम्रो मेलमा हजुर कन्ट्याक्ट गर्न सक्नुहुन्छ, ओ डिरेक्टली फोन नम्बर, इमेल र एड्रेस पनि राखिदिएका छौँ। सो अब प्रोफाइल भ्यू गर्नको लागि सी प्रोफाइलमा क्लिक गरेर आफ्नो प्रोफाइल भ्यू गर्न सकिन्छ। यसमा अकाउन्ट कहिले क्रिएट गरेको हो, अनि बायोमा अहिले त यसमा केही पनि बायो प्रोभाइड छैन, अहिलेसम्म हामीले के पोस्ट गरेका छौँ, लाइक्स कमेन्ट कति आएको छ त्यसमा, अनि आर्टिकल्समा क्लिक गर्ने बित्तिकै हामीले अहिलेसम्म सेयर गरेका आर्टिकल्सहरू भ्यू गर्न सक्छौँ। सिमिलरली एडिट प्रोफाइलमा क्लिक गरेर हामीले आफ्नो प्रोफाइल एडिट गर्न सक्छौँ। फर इक्जाम्पल अहिले हामी बायोमा केही लेखेर हेरौँ, बायोमा हामीले एग्रिकल्चर स्टुडेन्ट लेखेर जस्ट सेभ चेन्जेस गर्ने बित्तिकै हाम्रो प्रोफाइलमा बायोमा अघि केही थिएन त अहिले एग्रिकल्चर स्टुडेन्ट भनेर आएको छ। सिमिलरली हामी हाम्रो प्रोफाइल कुनै पनि टाइममा एडिट गर्न सक्छौँ। अर्को छ हेल्प एन्ड सपोर्ट, कुनै नयाँ युजरलाई हाम्रो प्लेटफर्म चलाउन आएन भनेपछि उनीहरूलाई गाइड गर्ने, कसरी डिजिट डिटेक्ट गर्ने, कसरी प्रोफाइल बनाउने, कसरी पोस्टहरू गर्ने भन्ने बारे पनि हामीले सपोर्टको लागि रहेको छ। यो रहेको छ हाम्रो माइक्रोसफ्ट। अनि एड सेक्सनमा कुनै पनि अर्गनाइजेसनहरूले, कलेज स्कुलहरूले केही हामीलाई एडभर्टाइजमेन्ट दिनु छ भने हाम्रो प्लेटफर्ममा एड्स भ्यू गर्ने पनि रहेको छ। फर इक्जाम्पल अहिले एफडब्ल्यू स्कुलले आफ्नो कलेजको एड राखेको छ। त्यसै गरी यो हाम्रो प्लेटफर्मको इम्पोर्टेन्ट फिचरहरू, डिजिट डिटेक्ट गर्ने, आर्टिकल्सहरू पोस्ट गर्ने, आर्टिकलहरू रिड गर्ने, अरूले गरेको आर्टिकलहरू, सिमिलरली आफूले सिकेको कुरा अरूलाई पनि सिकाउने, लाइक कमेन्ट गर्ने, नलेज सेयरिङ गर्ने, नेटवर्किङ गर्ने, यो हाम्रो मेन फिचर रहेको छ। सो सिमिलरली आफ्नो प्रोफाइलको बटनमा क्लिक गरेर लगआउट गर्नको लागि आफ्नो प्रोफाइलको बटनमा क्लिक गरेर लग आउट गर्ने बित्तिकै हामी आफ्नो प्लेटफर्मबाट लग आउट हुन सक्छौँ। दिस इज अल।